राधे राधे, हरे कृष्ण। एउटा गुरुकुलमा विद्यार्थीहरू एक दुसरेसित बहुत रिस राख्दथे। गुरुजीले उनीहरूलाई एउटा शिक्षा दिनको लागि भन्नुभयो, भोलिदेखि तिमीहरू एउटा काम गर्नु। के काम? आफ्नो मनमा जति पनि व्यक्तिहरूको लागि क्रोध छ, रिस छ, ती व्यक्तिहरूको नाममा एउटा एउटा आलु एउटा बोरामा भराएर ल्याउनु। अर्को दिनदेखि विद्यार्थीहरूले त्यसै गरे। जति पनि व्यक्तिहरू देखिन उनीहरूको मनमा रिस थियो, ती व्यक्तिहरूको नाममा आलु भराउन थाले र सधैँ त्यो बोरा गुरुकुल ल्याउन थाले। कसैको बोरामा 20वटा आलु, कसैको 30वटा आलु, 50वटा आलु, त्यसरी सधैँ सधैँ त्यो बोझ ल्याउन थाले। अब अनेक दिन व्यतीत भइसके। विद्यार्थीहरूले भन्छन् कि हामी कहिलेसम्म यो बोझ बोक्नु होला, कहिलेसम्म यसरी बोकेर ल्याउनु यो भारी। तब गुरुजीले भन्नुहुन्छ कि जीवन पनि यस्तै हो। यो संसारमा व्यक्तिहरूको व्यवहार, आचरण, वाणीद्वारा हामीलाई चोट लाग्छ, त मनमा पसेको हुन्छ। तर कहिलेसम्म हामी त्यो पीडालाई आफ्नो मनमा राख्नु, कहिलेसम्म हामी त्यो रिस रागलाई आफ्नो मनमा बोक्नु। बहुत बेसी समयसम्म आफ्नो मनमा पनि केही पीडा, केही दुख, केही नराम्रो भाव राख्दा त आलुको बोझ बोके जस्तै निरर्थक हो, त्यसको केही पनि लाभ छैन। त्यसैले नराम्रो गर्नेले त गर्छन्, तर त्यो दुखलाई बहुत बेसी समयसम्म हाम्रो मनमा राख्दाखेरि हाम्रो मनको अशान्ति भङ्ग हुन्छ। त्यसैले जुन प्रकारले ती विद्यार्थीहरूले अन्तिममा गएर त्यो आलुको बोझ पनि छोडिदिन्छन् र आफ्नो मनको रिस राग पनि छोडिदिन्छन्, त्यही प्रकारले हामीले आफ्नो मनको लागि नै भए पनि आफ्नो बहुत बेसी समयसम्म भएका मनका दुखहरूलाई पनि फ्याँकिदिनुपर्छ। किनकि ती दुखहरू फ्याँकेर, ती पीडा फ्याँकेर मात्रै हामी आफ्नो जीवनमा अघि बढ्न सक्छौँ।